ग्लोरी घट्दो ग्लोरी थियो, घट्दै जाने महिमा थियो। नयाँ करारको महिमा चाहिँ एक महिमादेखि अर्को महिमामा चढ्ने, वान ग्लोरी टु एनदर ग्लोरी, एउटा महिमादेखि अर्को महिमा जाने ग्लोरीभित्र तपाईँ र हामी छौँ। हालेलुया, हालेलुया। हाम्रो परमेश्वरमा हामी भएको कारणले गर्दाखेरि, ख्रिस्टमा भएको कारणले गर्दाखेरि हाम्रो महिमा घट्ने महिमा होइन, हामीमा भएको महिमा चाहिँ बढ्दै जाने महिमा हो। हालेलुया, हालेलुया। प्रभुलाई महिमा होस्। र यति बेला हामीले हेर्नुपर्ने कुरा चाहिँ विशेष गरेर हामीले थिम वर्ष मलाई पास्टरले दिँदै गर्नुभएको चाहिँ एफएसीको पुस्तक 5 अध्यायको 17 र 18 अघि गुरुबाबाट हामीले सुन्दै थियौँ। यसै कारण मूर्ख नहौ, तर प्रभुको इच्छा के छ सो बुझ, दाग मद्दले नमातियो, कारण त्यो विलासिता हो, तर पवित्र आत्माले भरिपूर्ण हो। हालेलुया। अब यहाँनिर हेर्दै गर्दाखेरि पवित्र आत्माले भरिपूर्ण नहुने मान्छेहरू चाहिँ मूर्ख कुरा भन्नु पर्यो होला सत्रमा। मूर्ख नहौ, फाल्टु कुरोले चाहिँ तिमीहरू भरिने कोसिस नगर। दाग मध्यले जसले विलासिता ल्याउँछ, विलासिताले संसारमा लान्छ, विलासिताले जहिले पनि डिस्ट्रक्सनमा लान्छ, विलासिताले जहिले पनि परमेश्वरसँगको सम्बन्धदेखि टाढा लाउने कुराहरू हुन्छन्। अनि जतिवटा वरदानको कुराहरू एफएसी 5 अध्यायको 19 पदतिर लेख्दै गरेको कुराहरू छ नि, त्यहाँनिर सबैभन्दा त्यहाँनिर संसारको अर्थात् के भन्नु परमेश्वरको विरुद्धका कुराहरूमा त्यहाँनिर तपाईँले हेर्दै जानुहुन्छ भनेदेखि चाहिँ दुष्ट शैतानले हालिदिनु भएको, दुष्ट शैतानले मानिसको जीवनमा गर्ने कामहरू मध्येमा त्यहाँनिर हेर्नुहुन्छ भनेदेखि चाहिँ विलासिता भन्ने कुरो पनि छ। तर त्यहाँनिर चाहिँ अलिकति शब्दलाई रेक्टिफाई गरेको छ। त्यो शब्द चाहिँ यो मोज मजा भनेर लेखिएको छ। मोज मजा गर्नेहरू पनि स्वर्गको हकदार हुने छैन भनेर लेखिएको छ त्यहाँनिर। अनि विलासिताको कुरा छ, तर विलासिता मात्र होइन, तर पवित्र आत्माले भरिपूर्ण हो। परमेश्वरको वचनले एम्फसाइज जोड दिँदै गरेको कुरा चाहिँ यो वचनमा छ। हालेलुया। रोमी 8 अध्यायको 1 पददेखि म केही पदहरू यसरी पढ्दैछु। यसकारण अब ख्रिस्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन। पाप र मृत्युको व्यवस्थाबाट मलाई जीवनका आत्माको व्यवस्थाले ख्रिस्ट येशूमा मुक्त पारेको छ। आमेन भन्नुहोस्। पापमै स्वभावले दुर्बल पारिएको हुनाले व्यवस्थाले जे गर्न सकेन परमेश्वरले गर्नुभयो, अर्थात् उहाँले आफ्ना पुत्रलाई पापमय शरीरको स्वरूपमा पाप बलि झैं पठाउनु भयो। यसरी उहाँले पापलाई शरीरमा नै दण्ड दिनुभयो, यस हेतुले कि व्यवस्थाको उचित आवश्यकता हामीमा पूर्ण होस्। हामी जो पापमय स्वभाव अनुसार होइन, तर पवित्र आत्मा अनुसार चल्दछौँ। आमेन। किनभने पापमय स्वभाव अनुसार चल्नेहरूले शरीरका कुरामा मन लगाउँछन्, तर आत्मा अनुसार चल्नेहरूले आत्माका कुराहरूमा मन लगाउँछन्। किनभने पापमय स्वभावमा मन लगाउनु चाहिँ मृत्यु हो, तर पवित्र आत्मामा मन लगाउनु जीवन र शान्ति हो। हालेलुया। यस कारणले गर्दाखेरि परमेश्वरको दास, प्रभुको दास पावलले एफएसीको मण्डलीलाई लेख्दै गरेको पत्रीहरूमा चाहिँ दाग मध्यले होइन, विलासिता ल्याउने कुराहरू जे पनि छ, विलासिता ल्याउने कुरो जे पनि छ, अर्थात् पवित्र आत्माको विरुद्धमा ल्याउने कुराहरू, अर्थात् स्वर्गीय कुराहरूको विरुद्धमा ल्याउने कुराहरू, परमप्रभु परमेश्वरको वचनदेखि बाहिरीका कुराहरू जे पनि जीवनमा आउँदैछन्, जसले विलासिता ल्याउँदैछ, जसले डिस्ट्रक्सन ल्याउँदैछ, जसले परमेश्वरसँग गाँसिन दिएको छैन, त्यो कुरोहरूदेखि चाहिँ तिमीहरू अलग बस, अलग बस, अलग बस। तर पवित्र आत्माले चाहिँ भरिपूर्ण हो, तर पवित्र आत्माले चाहिँ भरिपूर्ण हो।
पवित्र आत्माको इम्पोर्टेन्स हामीलाई थाहा छ। पवित्र आत्मामा मन लगाउनु जीवन र शान्ति हो। हालेलुया। एउटा मान्छेको जीवनमा एउटा मानिसले खोजी गरेको कुरा चाहिँ उदार मुक्ति भन्दा पहिला चाहिँ जीवन र शान्तिको कुराहरू छ। शान्ति खोजिराखेको छ। शान्ति डाँडा भनेको होइन है, शान्ति, पिस। मानिसहरू शान्तिमा छैनन् मेरो प्रिय। मोस्ट अफ द क्रिस्चियन फ्यामिली अल्सो, धेरै जस्तो क्रिस्चियन परिवारहरू पनि अशान्तिमा छन्। आज बिहानभरि एकजना दाजुलाई काउन्सिलिङ गर्दै बस्यौँ। अन्तमा हामी दुईजनाले मेसेन्जरमा प्रेयर गरेर भोइस मेसेज पठाइदियौँ। अनि त्यो दाजुको इन्गेजमेन्ट सिलगढीमा मैले गरिदिएको, एल्डर। त्यो दाजु अमेरिकाबाट। अनि भाउजू चाहिँ अलिक सानो सानो देखिन्थ्यो, उमेरमा अलिक सानै रहेछ। अनि दाजु तपाईँले यो भाउजूलाई तपाईँले मन पराएर बिहा गरेको कि के कसो हो, उमेर त अलिक नमिलेको जस्तो छ भनेर भन्दै गर्दा, खोइ के गर्नु हो भाइ, यो बहिनीले त यो केटीले बिहा गरेन भने त म त झुन्डेर मर्छु भन्छ। ला तब त्यसो भने तपाईँले पनि छपड फाट्दै भेटाउनु भएछ बिहा। उसैलाई म बिहा गर्नु भएन भने म मर्छु, जङ्गलमा कता कता हराउँछु भन्छ। यसो केटी हेऱ्यो मभन्दा सानो, अनि बेहुला हेऱ्यो फेरि बुढो भत्ता आउन आँटेको। तर पनि अब दुईजनाको विषयमा हामीले इन्गेजमेन्ट प्रोग्राम गरिदियौँ उनीहरू दुईजनाको इच्छामा। फेरि उहाँलाई चाहिँ एकजना अर्कै पास्टरले रिकमेन्ड गरेर पठाउनु भयो मेरो ठाउँमा। टाढोको मान्छे, इन्डियामा कोही चिन्दैन, त्यो कारणले मेरो रिकमेन्डेसनमा चाहिँ तपाईँले उनको लागि इन्गेजमेन्ट गरिदिनु होला भनेर पठाउनु भयो। अनि 2-3जना अरू पास्टरहरू, अमेरिकाकै पास्टरहरूसँग पनि कुरा गरेँ। अनि उहाँहरूले भन्नुभयो उहाँ राम्रो मान्छे हो, व्यक्ति राम्रो हो, अहिलेसम्म उनको राम्रै कुराहरू छन्। केटी पक्षको कुराहरू चाहिँ मैले सोध्न पाएँ, केटी पक्षको खोइ पास्टर भेटिनँ। तर केटी पक्षको एकजना वरिष्ठ प्रभुमा सबैले मामा भन्थ्यो। अनि वरिष्ठ उहाँले चाहिँ रिकमेन्डेसन गरिदियो सबैको कङ्ग्रिगेसनको अगाडि उठेर, यो चाहिँ मेरो पक्षबाट म रिकमेन्डेसन लिएर आएको छु र तपाईँले गर्न सक्नुहुन्छ भनेर कङ्ग्रिगेसन धेरै मान्छे अगाडि नै भन्नुभयो। तर भर्खर अहिले के भयो भन्दाखेरि यो अनलाइन गएको छैन होला होइन, लाइभ जाँदैछ, लाइभ हो, लाइभ नगर्नु होला। अनि यो चाहिँ के भयो भन्दाखेरि चाहिँ त्यो केटी र केटीले अलरेडी अर्कोसँग विवाह गरेको रहेछ। अनि अलरेडी विवाह गरेर अनि त्यो केटासँग मिलीभगत त्यो केटा उता अमेरिकामा भएको मान्छेको पैसा बिगारिदिएछ। अनि अहिले जाने बेलामा भिजा पनि खसिसक्यो, भिजा उनको भइसक्यो, भिजा पिकअप गर्नु गएको छैन। अनि किन गएको छैन भन्दाखेरि सबै त्यसको प्रमाणहरू त्यो दाजुको हात परिसक्यो। अनि त्यो दाजु रातभरि अहिले त राति सुत्न सकेको छैन। क्रिस्चियन मान्छे, विश्वासी मान्छे, पारिवारिक मान्छे, अनि कस्तो प्रकारको एकदमै धन सम्पत्तिको मालिक मान्छे, धेरै सम्पत्ति कमाएको व्यक्ति। मलाई सनमले भन्दै थियो राम्रो काम गर्ने मान्छे, धेरै पैसा कमाउने मान्छे भनेर। यता गाडी किनिदियो। हिजो अस्ति मलाई भर्खर थियो भन्दै थियो 2 महिना अगाडि मात्रै मैले भाउजूलाई पकेट मनीको लागि 2 लाख रुपियाँ पठाइदिएको छु भनेर भन्दै थियो। भुटानको मान्छे 2 लाख रुपियाँ पकेट मनी भनेपछि पैसा आउने मान्छे। तर अशान्ति परेर यति बेला तडपिराखेको छ, सुत्न सकेको छैन। मेरो प्रियहरू, मान्छेहरू हामीले जानेको व्यक्तिहरू मात्रै केही व्यक्तिहरू यस्ता छन्, सायद हामीभित्र कतिजना होला, कति अशान्तिभित्र मान्छे भित्र अशान्तिले भरिपूर्ण भइराखेको मान्छेहरू राम्रोसँगले चैनले बस्न सकिराखेको छैन। तर परमेश्वरको वचनले भन्दछ, तर पवित्र आत्मामा मन लगाउनु जीवन र शान्ति हो। यसै कारणले होला आयोजक समितिले एफिसी 5 अध्यायको 17 र 18 पद सायद चयन गर्नुभयो जस्तो मलाई लाग्छ।
पवित्र आत्माको निर्देशनमा हाम्रो जीवनमा हिँड्नु, पवित्र आत्मा हाम्रो जीवनमा रहनु, पवित्र आत्मा म भित्र हुनु एउटा कुरो हो, अनि पवित्र आत्मा अनुसार म चल्नु वास्तविक कुरा हो। होली स्पिरिट इज इनसाइड अफ मी, पवित्र आत्मा म भित्र हुनुहुन्छ। पहिलो कोरिन्थी 3:16 ले भन्छ तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो। हामी भित्र पवित्र आत्मा परमेश्वर हुनुहुन्छ। परमेश्वर पुरानो करारमा टेन्टमा बेला बेला आउनुहुन्थ्यो मसँग भेट हुने पाल। हामीलाई थाहा छ प्रस्थान 33 अध्यायमा 7 देखि पढ्दै गयो भने त्यहाँनिर भेट हुने पालमा परमेश्वर मूसासँग भेट गर्न आउनुहुन्थ्यो अनि सन्दुकमा परमेश्वर हुनुहुन्थ्यो। तर परमेश्वरले नयाँ करारको मण्डलीमा आइसकेपछि चाहिँ पवित्र आत्मा परमेश्वर चाहिँ ख्रीष्ट येशूको बलिदानको कारणले गर्दाखेरि परमेश्वर अब टेन्टमा होइन, तम्बुमा होइन, परमप्रभु परमेश्वरको आत्मा परमेश्वर हामी भित्र हुनुहुन्छ। तपाईलाई थाहा छ एउटा गुड न्युज बताइदिउँ, पवित्र त्रिएक परमेश्वर नेभर सेपरेटेड। त्रिएक परमेश्वर कहिले पनि सेपरेट हुनुहुन्न। तपाईलाई थाहा छ पिता परमेश्वर, पुत्र परमेश्वर, पवित्र आत्मा परमेश्वर। पुरानो करारको मण्डलीहरू पितासँग हुनुहुन्थ्यो भने त्यहाँदेखि पुरानो शताब्दीको मण्डली पुत्रको युगमा थियो भने हामी पवित्र आत्माको युगमा छौँ। हामी पवित्र आत्मा हामी भित्र हामीसँग हुनुहुन्छ। अनि पवित्र आत्मा नयाँ करारमा मात्र पवित्र आत्मा हुनुहुन्थेन, पवित्र आत्मा चाहिँ उत्पत्तिदेखि नै पवित्र आत्मा हुनुहुन्थ्यो। उत्पत्ति 1:26 पदमा त्यहाँ त्रिएक परमेश्वरले कुरा गरेका छन्, मानिसलाई हाम्रै स्वरूप र हाम्रै प्रतिरूपमा बनाऊ भनेर परमेश्वरले निदो गरेका छन्, सल्लाह गरेका छन्। हामी भन्ने बहुसंख्या के भन्छ बहुवचन शब्द चलाएको छ। वी भन्ने वर्ड प्रयोग गरेको छ। हामी भन्नुलाई त्रिएक परमेश्वरले मानिस जातिलाई हाम्रै स्वरूप र हाम्रो प्रतिरूपमा हामी बनाउनेछौँ भनेर। द्याट मिन्स पवित्र आत्मा परमेश्वर सुरुमा हुनुहुन्थ्यो। म पछाडि यसको कुराहरू सायद अर्को सेसन भयो भनेदेखि चाहिँ हु वी आर इन क्राइस्ट भन्ने कुरोमा अलिकति म त्यहाँनिर टच गर्नेछु। तर यति बेला चाहिँ म के भन्न गइरहेको छु भने पवित्र आत्मा परमेश्वर म भित्र हुनुहुन्छ, हामी भित्र हुनुहुन्छ। यसै कारणले गर्दाखेरि 3 ताकको मण्डलीलाई प्रेरित पावलले बताउँदै गर्नुभएको कुरो चाहिँ पवित्र आत्मा परमेश्वरसँग नै तिमीहरू चाहिँ भरिपूर्ण हो। 18 मा लेखिएको कुरा छ, विलासिता दाख मद्दले होइन। दाख मद्द यहाँ भनेको छ जसले विलासिता ल्याउँछ भन्छ, इन्टरटेनको कुराहरू छ गर्छन्। धेरै कुरो विलासिता ल्याउने कुराहरू चाहिँ समटाइम हाम्रो पनि मिनिस्ट्रीहरू विलासिता ढङ्गको हुन्छन्। मिनिस्ट्रीको नाम दिएर कम्ता घुमाइ हुँदैन बेला बेला, होइन? बेला बेला कस्तो कुराहरू गर्छन्, हाम्रो बुढाहरूले कुरा गर्छन्, मिनिस्ट्रीको नाम दिएर बेसी नचम्काए केटाकेटी हो भनेर भन्छ। पहिला सिक्किमको हाम्रो पास्टरले भन्नुहुन्थ्यो नाम चाहिँ के को मिनिस्ट्रीको, तर सबै इन्जोयमेन्ट, इन्टेन्सन चाहिँ नियत चाहिँ सबै इन्टरटेनमेन्ट। धेरै कुराहरूको विलासिताको कुराहरू हुन्छन्। हामी फाइन्ड आउट गर्नु जरुरी छ मिनिस्ट्रीमा पनि। अहिले हाम्रो सेवकाईको क्रमहरू दौडहरू कतातिर चम्किराखेको छ, दौडिराखेको छ कि म साँच्चै स्पिरिट लिडिङमा जाँदैछु कि म फिजिकल लिडिङमा हिँडिराखेको छु, कि म साँच्चै आत्माको अगुवाईमा म हिँडिराखेको छु कि त मेरो शारीरिक मेरो के भन्छ निर्णयमा म हिँडिराखेको छु। यसै कारणले गर्दाखेरि चाहिँ विलासिता ल्याउने कुरोहरूलाई यस्तो कुरो चाहिँ त्यागिदियो। तर पवित्र आत्माले भरिपूर्ण हो। अनि रोमी 8:6 पदले भनेको कुरा चाहिँ अन्तिम लाइनमा पवित्र आत्मामा मन लगाउने जीवन र शान्ति हो। त्यो व्यक्ति हाँस्न सक्छ जस्तै परिस्थितिमा पनि, त्यो व्यक्ति रमाउन सक्छ जस्तै परिस्थितिमा पनि, जब त्यो व्यक्ति जसले चाहिँ पवित्र आत्मा नियन्त्रणमा अर्थात् पवित्र आत्माको निर्देशनको अगाडि बढेको हुन्छ। हालेलुया। योहन्ना 14:26 मा साह्रो मजा लागेको मेरो पदै हो, मलाई मजा लाग्छ। तर सल्लाहकार अर्थात् पवित्र आत्मा जसलाई पिताले मेरो नाउँमा पठाउनु हुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनु हुनेछ।
helper, the Holy Spirit, whom the Father will send in my name, he will teach you all things. अङ्ग्रेजीमा लेखिएको छ. He will teach all things. अर्थात् पवित्र आत्मा जसलाई पिताले मेरो नाममा पठाउनु हुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनु हुनेछ. भन्नुहोस् न, सबै कुरा सिकाउनु हुनेछ. स्टुडेन्टहरू जियोग्राफी, हिस्ट्री, केमिस्ट्री, साइन्स, म्याथमेटिक्स, सबै कुराको मतलब के हुन्छ? हाम्रो जिन्दगी, अगाडिको जिन्दगी अन्धकार छ. म अहिले जुन विवाह गर्नुभएको छ, हिजो कुरा विवाह गरिसकेपछि अगाडि बढ्नुपर्ने के कुरा? हामी सबै कुरो केही कुरो पनि जानेका हुँदैनौँ. मेरो प्रियहरू, म पास्टर हो. म सङ्गति छ लिभिङ वर्ड फेलोसिपको पास्टर. लिभिङ वर्सिप मिनिस्ट्री, हाम्रो वर्सिप स्कुलहरू चल्छ, प्रोफेटिक स्कुल अफ वर्सिप चल्छ. मण्डलीमा हप्तामा एक दिन मात्रै फ्री हुन्छ, आयो सोमबार मात्र. यति बेला आज हामी हिलिङ एन्ड डेलिभरेन्स प्रेयर चल्दैछ. हिजो प्रोफेटिक वर्सिप, अस्तिको दिन वर्ड एन्ड इन्टरसेसन प्रेयर, अनि शुक्रबारको दिन कटेज फेलोसिप, शनिबारको दिन चिल्ड्रेन मिनिस्ट्री, अनि आइतबारको दिन आइतबार फेलोसिप, अनि सोमबार एक दिन मात्र फ्री हुन्छ. यसको मतलब सबै कुरो मैले जानेको छु, हामीले जानेको छौँ र सबै कुरो हामीले गर्न खोज्ने कुरा छ. सबै कुरो हामीले गर्न सक्ने कुरा छैन. सबै कुरो सिकाउनु हुने पवित्र आत्मा परमेश्वर चाहिँ पवित्र हुनुहुन्छ. He will teach me everything. हालेलुया. पवित्र आत्मा परमेश्वर सल्लाहकार अर्थात् पवित्र आत्मा जसलाई पिताले मेरो नाममा पठाउनु हुनेछ, अर्थात् त्यो बेलाको पठाउनु हुनेछ लेखेको छ. तर अहिले पठाइसक्नु भएको छ. हो, परमेश्वरले पठाइसक्नु भएको छ. भन्नुहोस् न, पवित्र आत्मा पिताले पठाइसक्नु भएको छ. किनभने प्रेरित 1 अध्याय र 2 अध्याय भन्नुहोस् पहिल्यै लेखिएको. हालेलुया. प्रेरित 1 अध्यायको प्रतिज्ञा 2 अध्यायमा पुरा भयो. म चाहिँ यो अध्यायमा मैले विश्वास गरेको. हालेलुया. पवित्र आत्मा परमेश्वर त्यति बेला प्रतिज्ञाको बेलामा परमेश्वरले भन्नुभयो, चेलाहरू मण्डली तिमीहरू कहीँ पनि नजाऊ है शान्ति दाडा छोडेर. सेवकहरू, माई डिसाइपल, मेरो चेलाहरू, मेरो छोरीहरू, मण्डली कतै पनि तर्खर गर्ने काम छैन. यसरी भन्नु खोजेको, यरुसलेम छोडेर तिमीहरू कतै नजाऊ, किनभने तिमीहरूले केही पनि जानेका छैनौ. यु अल आर पावरलेस. तिमीहरू सबैजना शक्तिहीन हुनु तिमीहरू छौ. तर म एउटा डिसिजन लिँदैछु, एउटा प्रतिज्ञा गर्दैछु. मेरो पिताको आत्मा, पवित्र आत्मा जब तिमीहरूमाथि आउनेछ, तिमीहरूले शक्ति पाउनेछौ. अर्थात् तिमीहरूले सल्लाहकारलाई भेट्नेछौ, तिमीहरूले टिचर पाउनेछौ, सल्लाह दिने व्यक्ति पाउनेछौ, तिमीहरूलाई सिकाउने व्यक्ति पाउनेछौ. अनि जब तिमीहरूले शक्ति पाउनेछौ, तब चाहिँ तिमीहरू जाऊ. यरुसलेम, यहुदिया, सामरिया, जगतको अन्तसम्म, जगतको छोरसम्म तिमीहरू जाऊ. अनि जगतको छोरसम्म चाहिँ घुम्दै 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 पैसा उठाउँदै आऊ भन्नु भएन है. पैसा उठाउँदै उठाउँदै आई हेभ अ भिजन, समथिङ देऊ न ल, मेरोमा पनि यस्तो छ कि यस्तो देऊ न ल. त्यो पावर लिएर चाहिँ परिवारको बिजनेस गर भनेको छैन त्यहाँनिर. तर मेरो साक्षी हुनेछ. हालेलुया. मेरो साक्षी हुनेछ. यहाँनिर अलिकति खुस्केको कुरो चाहिँ के छ भन्दाखेरि चाहिँ पवित्र आत्माले भरिसकेपछि चाहिँ कहीँ न कहीँ केही कुराहरू पनि खुस्केको छ. त्यो खुस्केको कारणले गर्दाखेरि मान्छेहरू ठुस्केको छ. हो, गुरुबाहरू कहीँ न कहीँ फेसा खुस्केको छ. त्यो कारणले गर्दा चाहिँ मण्डली ठुस्केको छ. पवित्र आत्माले भरि मेरो साक्षी हुनेछौ. तर यो साक्षी चाहिँ हराउँदै गइरहेको छ. वाट इज द मिनिङ अफ साक्षी? वाट इज द मिनिङ अफ विटनेस? साक्षी भनेको के हो? एकछिनको लागि मेरो पाराले भन्दैछु.
प्रभु यीशु मसीह चाहिँ कस्तो हुनुहुन्छ हौ, प्रभु यीशु मसीहले चाहिँ कस्तो काम गर्नुहुन्छ हौ, प्रभु यीशु मसीहले चाहिँ के चाहिँ गर्नुहुन्छ हौ भनेर भन्दै गर्दाखेरि चाहिँ अब प्रभु यीशु मसीहलाई नै यिनीहरूले लिएर अब तपाईँलाई देखाउनु त छैन। प्रभु यीशु मसीहले चाहिँ कस्तो काम गर्छ भन्दाखेरि चाहिँ त्यहाँ बिरामी लागिरहेको मान्छे हुन्छ, यीशुको नाममा उठ भन्दाखेरि उठ्ने, प्रभु यीशु मसीहले यस्तो काम गर्छ। द्याट इज साक्षी। प्रभु यीशु मसीह कस्तो हुनुहुन्छ हौ भन्दाखेरि चाहिँ कस्तो स्वभावको हुनुहुन्थ्यो भन्दाखेरि चाहिँ अब प्रभु यीशु मसीह यहाँनिर चाहिँ लिएर चाहिँ तपाईँलाई चाहिँ ल्याउनु यहाँ मुमकिन छैन, सम्भव छैन। प्रभु यीशु मसीह चाहिँ म जस्तो नम्र हुनुहुन्छ, म जस्तो जेन्टल हुनुहुन्छ। प्रभु यीशु मसीहले कस्तो काम गर्नुहुन्छ, यी शक्तिशाली काम गर्नुहुन्छ। प्रभु यीशु मसीह कस्तो नम्र, म जस्तो नम्र हुन्छ। साक्षी, साक्षी, मेरो साक्षी हुनेछ जब पवित्र आत्मा तिम्रो माथि आउनेछ। हालेलुया। परेवाको बेचबिखन गर्नेहरूको टेबल पल्टाइदिनु भयो। अनि यहाँ बेला बेला पवित्र आत्माको बिजनेस हुँदाखेरि परमेश्वरले टेबल पल्टाउनुहुन्छ। त्यसले गर्दाखेरि पवित्र आत्माले भरिएको व्यक्तिहरूमा नम्बर 1 कुरो सबैभन्दा पहिला पवित्र आत्माले भरपुरी भएको व्यक्तिको जीवनको साइड इफेक्ट, प्रभाव, उनको जीवनमा प्रभाव देखिएको कुरो सबैभन्दा पहिलो कुरो चाहिँ उसको क्यारेक्टर डेभलप हुन्छ, चरित्र निर्माण हुन्छ। पहिला जस्तो थियो त्यस्तो हुँदैन, पहिला जस्तो बोल्दै थियो त्यस्तो बोल्दैन, किनभने अब उसको आँखाबाट पवित्र आत्माले हेरेको हुन्छ। उसको हातहरूले ख्रीष्ट यीशुले हातहरू चलाइराखेको हुन्छ। उनको कदम पवित्र आत्माको सल्लाह अनुसार उसको कदम भइराखेको हुन्छ। पहिलो प्रभाव। अनि दोस्रो, ऊ जस्तो शान्ति आनन्द जीवन जिउने अरू कोही पनि हुँदैन। घरमा केही नहुँदाखेरि पनि आनन्दको जीवन जिउन थाल्छ। तेस्रो, उसको जीवनबाट साइन्स एन्ड वन्डर्स सुरु हुन्छ। आश्चर्य काम उसको जीवनबाट सुरु हुँदै जान्छ। हालेलुया। आश्चर्य कर्म सुरु हुँदैछ। एकजना बोजू जहिले पनि प्रचार गर्नु जाँदाखेरि हाम्रो प्रभु यीशु मसीहले निको गर्नुहुन्छ भन्नुहुन्थ्यो अरे। हाम्रो प्रभु यीशु मसीहले चङ्गाई पनि गर्नुहुन्छ। हाम्रो प्रभु यीशु मसीहले त मरेको मुर्दा पनि पिउताउनुहुन्छ भन्नुहुँदै जहिले पनि भएकै कुराहरू उहाँले चाहिँ प्रचार गर्नुभएको। के प्रभु यीशु मसीहले मुर्दा पिउताउनु भएको छैन? मुर्दा पिउताउनु भएको छ, होइन? प्रभु यीशु मसीहले चङ्गाई गर्नु भएको छ कि छैन? छ। अब त्यही कुरो बिचारा बोजूले भन्दै गएको। एक दिन त एउटा घरमा त एकजना नानी मरिरहेको बेलामा ठ्याक्कै त्यहाँ पुगेछ। यो घरको मान्छे, गाउँको मान्छेहरूले चाहिँ विरोध गर्नु भएको त यो दुध बचाउँछ, यो नानीले तैँले पनि बचा त। मनमा सोच्यो अरे केही भन्नु सकेन अरे। सबै गाउँको मान्छेले घेरेर लु बच्चा के बच्चा, मैले त प्रभुले पो बचाउँछ भने मलाई यस्तो कर लगायो। मनमा सोच्दैछ अरे, प्रभु म के गरौँ यति बेला, म के गरौँ, अरू केही भन्नु पनि जान्दिनँ। नानीलाई काट्न लियो अरे, सबै नानीलाई काट्न लिएर रुन थाल्यो। रुकै मान्छेहरूले यति डरलाग्दो कराइराखेको रुकै कसो गरेर त आँखाको आँसु त त्यो नानीको मुखमा पऱ्यो, डेड बडीको मुखमा परेछ। डेड बडीको मुखमा पर्दै गर्दा उसको आँसु त्यहाँ पऱ्यो भने यसो हातले पुस्दै गर्दा नानीले आँखा खोलेछ। हालेलुया। नानीले आँखा खोल्यो, जड-जोडले रुन थालेछ। त्यो चाहिँ रुवाई चाहिँ पहिलाको रुवाई चाहिँ एकदमै प्रेसरले रोएको हो, अनि अर्को रुवाई चाहिँ आनन्दले रोएको। त्यो नानी त जुरुक्कै उठेर चाहिँ नानी रुँदैको त्यो घरना किन रोल्छ यसमा आएको सबै मान्छेहरूले प्रभुलाई त्यसरी विश्वास गरे। हालेलुया। यो प्रमाण हो पवित्र आत्माले भरिएको मानिसको जीवन। हालेलुया। आनन्दले भरिन्छन् मानिसहरू। जसको घरमा यीशु छ शान्ति आनन्द छ, कति आनन्द छ। जसको मनमा यीशु छ कति आनन्द छ। क्रिसमसमा कुर्ता नकिन्दा पनि कति आनन्द छ। क्रिसमसमा जिन्स प्यान्ट नपाउँदा पनि कति आनन्द छ। बुढाले विदेशबाट एउटा चक्लेट धरि नल्याइदिँदाखेरि पनि कति आनन्द छ। त्यो आनन्द
चक्लेट ल्याउने र कुर्ताले ल्याउने आनन्द जस्तै पवित्र आत्मा परमेश्वरले दिनुभएको आनन्द छ नि भित्र रोमी 8 अध्यायको 27 पद जस्तै प्रकारले भित्रको नदीहरू चाहिँ फुटेर निस्किने त्यो आनन्दको नदीहरू। हालेलुया हालेलुया। अनि यो गर्नुहुने यो बगाउनु हुने परमप्रभु परमेश्वर पवित्र आत्मा चाहिँ अहिले पर हुनुहुन्न, तपाईँ भित्र र म भित्र हुनुहुन्छ। हालेलुया हालेलुया। जबसम्म यो थीमको कुरा त्यति बेला पुरा हुन्छ जबसम्म यो कुरोलाई हामी पक्रन सक्दैनौँ। मेरो पछाडि गर्नुहोस्, म पवित्र आत्माको मन्दिर हुँ। म भित्र पवित्र आत्मा वास गर्नु भएको छ। म भित्र येशूको आत्मा यहोवा परमेश्वरको आत्मा त्रिएक परमेश्वर जसरी छुटिनुहुन्न त्यसरी नै त्रिएक परमेश्वर म भित्र हुनुहुन्छ। हालेलुया। दसैँ तिहारमा त्यो भट्टाको देउसी खेल्ने भट्टा हुन्छ याद छ, त्यो भेटी पाएर त्यो त एकछिनको लागि त्यो आशिष बोलेको मात्र के भन्छ, यसै घरको माताजीले पानी छुँदा त्यसलाई लाग्छ। हाम्रो त एक ग्रुप थियो पहिला, अबुले भन्थ्यो, एउटा ग्रुप थियो कि त्यो जोकरहरू त्यति बेला जिमालाको चलन थियो कि जिमाला कस्तो पैसा के भनेर त्यो घरको बुढोलाई चाहिँ आशिष दिएछ, यसै घरको पिताजीले ठुटा छुँदा जिमाला जिमाला प्रायः चक्कर त्यो बुढो मान्छे जिमाला खोज्थ्यो अरे, कुनै कति भेटिदिएको त कुदेर आएर भेटी थपिदियो अरे क्या। त्यहाँदेखि चाहिँ फेरि यसै घरको पिताजीले ठुटाइ छुँदा 3 आँखे जिमाला कुद्दै थपिदिँदै अरे क्या। त्यो जिमाला चाहिँ पाएन। तर यो भट्टाउनेले भट्टाउँदै गरेको कुरो चाहिँ वास्तविक जीवन छैन। क्रिस्चियन जीवन जिउनेहरूको जीवनमा चाहिँ यो चाहिँ हुने हो वास्तव। किनभने परमेश्वर सृष्टिकर्ता परमेश्वर अब नयाँ करारको मण्डलीमा चाहिँ हामी भित्र हुनुहुन्छ। तपाईँ जे छुनुहुन्छ त्यो आशिष हुन्छ। हालेलुया हालेलुया। तपाईले पानी छुँदाखेरि तेल हुने कुरो छ नि, यो मिराकल आश्चर्य कर्म गर्नुहुने परमेश्वर के भन्छ पानीलाई दाखरसमा परिवर्तन गर्नुहुने परमेश्वर, त्यो परमेश्वर चाहिँ पवित्र आत्मामा भइकन चाहिँ हामी भित्र हुनुहुन्छ। तपाईले के भन्छ पानी छुँदा चाहिँ दाखरस हुने हो। तपाईले कसैलाई आशिष बोल्दै गर्दाखेरि चाहिँ आशिष हुने हो। तपाईले जे कुरोमा तपाईले हात लाउँदाखेरि नि त्यहाँनिर आशिष हुने हो। किनभने त्यो तपाईको हातले छोएको होइन, तपाईँ भित्र ख्रिस्टको आत्मा अर्थात् ख्रिस्ट तपाईँ भित्र हुनुहुन्छ। पवित्र आत्माले यसै कारणले भरिपूर्ण हो। परमेश्वर प्रभु येशू मसीह सृष्टिकर्ता परमेश्वर यहोवा परमेश्वरको पुत्रले पर गएर चाहिँ जिम गर मार्शल आर्ट सिकेपछि चाहिँ विभिन्न प्रकारको शैतानको दाँत भत्काउने इलिम तिमीले सिक्नेछौ भनेर यसरी भन्नु भएन। परमेश्वरले चाहिँ यो शक्तिशाली जीवन जिउनको निम्ति नि परमेश्वर उहाँकै आत्मा मण्डलीलाई दिनुभएको छ। हामी मण्डलीले चाहिँ चाल नपाएको चाहिँ माल पाएर चाल नपाएको जस्तो खासमा पुरानो करारकै कुरा हेरौँ न। त्यति बेला पवित्र आत्माको शक्ति, पवित्र आत्माको सामर्थ्य ख्रिस्ट येशूले हाम्रो लागि मूल्य चुकाएको थिएन। त्यति बेला पुरानो करार एउटा के भन्छ व्यवस्थाको समयमा थियो। व्यवस्थाको समयमा त्यति बेलाको व्यवस्थाको टाइम भन्ने कुरो नै अलिक भिन्दै टाइमहरू थियो, खतरनाक टाइम। त्यो बेलामा पनि के मिराकल भयो तपाईलाई थाहा छ नि? विधुवी स्त्रीको कमराभित्र पसेर खनाउन लागेको गरिएको तेल त्यो सिद्धिएन। हालेलुया सिद्धिएन। एलिया अम्लिसोको झाडीभित्र लुकेर त्यहाँ बस्दै गर्दाखेरि पनि भोक लागेको बेलामा त्यति बेला परमप्रभु परमेश्वरले सबैभन्दा लेस क्यारेक्टर हुने पंक्षी कागलाई मासु लिएर चाहिँ त्यहाँनिर पठाइदिनु हुने परमप्रभु परमेश्वर। अनि त्यो परमप्रभु परमेश्वर चाहिँ हामी नयाँ करारको मण्डलीमा चाहिँ हामी भित्र हुनुहुन्छ।
तर किन हाम्रो जीवनमा यो सब कुरो कामहरू हुन सकिरहेको छैन? एउटै कन्डिसन छ, एउटै कन्डिसन छ नयाँ करारमा चाहिँ मत्ती 21:22 पद। त्यहाँनिर विश्वास गरेर प्रार्थनामा मेरो नाउँमा तिमीहरूले जे पनि मागौला त्यो तिमीहरूको निम्ति हुनेछ। जे पनिको मतलब के हो? एभ्रिथिङ। एभ्रिथिङको मतलब के हो? जे पनिको मतलब के? सबै कुरो छ। यो लुगा पनि त्यहाँ छ, मोबाइल फोन पनि त्यहाँ छ, मोटरसाइकल पनि त्यहाँ छ, घर पनि त्यहाँ छ, सम्पत्ति त्यहाँ छ, वरदान त्यहाँ छ, त्यहाँनिर विभिन्न दान वरदानहरू त्यहाँ छ, अभिषेकको लेभल त्यहाँनिर छ, शक्तिशाली कुराहरू त्यहाँनिर छ। जे पनि मतलब जे पनि। तर बाई फेथ, विश्वासद्वारा। यसै कारणले गर्दाखेरि म पास्टर त्यो रेडिकल होली स्पिरिट मुभमेन्टमा मैले हिजो बोलिराखेको थिएँ। रेडिकल होली स्पिरिट मुभमेन्टमा आउनेहरूको फेथ पनि रेडिकल हुनुपर्छ। हालेलुया। अनि बाइबलले भनेको छ विश्वास भन्ने कुरो छ नि नदेखिने कुरोको प्रमाण हो। नदेखिने कुरोको प्रमाण हो। समुद्र छ, समुद्र पारिपट्टि म जानु छ, पुल छैन, यीशुको नाममा यहाँ पुल छ भनेर चाहिँ त्यो विश्वासमा चाहिँ हाम फाल्नु हो। हालेलुया। बाई फेथ, विश्वास। हाम्रो विश्वासहरू कस्तो छ? बाइबलमा दुईवटा विश्वासको व्यक्तिहरू छन्। एउटै कन्डिसन, बिरामी एउटै कन्डिसनमा भएको। एउटा बेत्सेदाको अन्ध छ, मर्कुस 8 अध्यायतिर होला, मैले मिस्टेक गरिनँ भने। उसको पनि जन्मैदेखिको अन्धो, आँखा नदेख्ने। प्रभु येशू मसीहलाई तरिका हाम्रो भाषामा भनौँ न है, रड्डी भयो, आँखा देखौँ न हौ, कमसेकम कता छौ? अन्धाहरू निकै बाक्य पाराले बोल्छ है। अन्धाहरू कस्तो बोल्छ यहाँ छैन होला, बट रड्डी नगरौँ न हौ नेताजी, यसो हामीलाई पनि हेरौँ न हौ भनेर उसलाई कति बेलादेखि हेरिराखेको उसले देखेको भएको। एकजना अन्धा चाहिँ गिटार बजाएर एउटा क्रिसमस प्रोग्राममा गीत गाउनु गएको है। त्यो पछाडि चाहिँ धुर्बङ्गलाई प्रचार गर्नुपर्ने। गीत गाएको गाएकै, गीत गाएको गाएकै, गीत गाएको गाएकै, योभन्दा चिसो ठाउँमा मान्छेहरू उठेर गइसक्यो अरे। त्यो पछाडि चाहिँ धुर्बङ्गले बोल्नु पर्ने अरे। अब मलाई मैले बोल्नु पर्ने, सबै गइसकेकोलाई मान्छे छैन, के प्रचार गर्नु भनेर भनेको अरे। अन्त त्यो मान्छेले चाहिँ किन रोकेन? अन्त गीत भनेको त अन्त मान्छे गएको उसले देखेको भएको। मान्छे उठेर गएको उसले त देख्दैन। लास्टमा कति 9 मिनट कि 10 मिनट प्रचार गरेँ भनेर भन्नुहुन्थ्यो क्या। मतलब यो आँखा नदेख्नेले बोल्छ। मैले उनीहरूकै भाषा पक्रेको नि बेचेदाको अन्तले त यसै त भनेन होला, तर मैले अहिले यसो अनुभव गरेर भनेको नि, ल न हौ रड्डी भाउ, म पनि आँखा देखौँ न हौ, म पनि त विश्वासी हो। प्रभु यीशु मसीहले के गर्नुभएको छ त्यसलाई चाहिँ क्या कोही भिडबाट समाएर पुरा जङ्गलमा लगेर चाहिँ प्रार्थना गरिदिएको छ। देखिस्? देखेँ। के देखिस् भन्दै गर्दाखेरि मान्छेहरूलाई म अलिक ग्रुप जस्तो देख्दैछु भनेर। प्रभुलाई थाहा थियो यसको विश्वास चाहिँ यत्रो नै छ भनेर। विश्वासको लेभल तल नै छ। अनि त्यो कारणले गर्दाखेरि जङ्गल गवाई बिगार्छ भने जङ्गलमा लगेर लानु भएको। अनि फेरि लेप लगाएर धुप लगाएर प्रार्थना गर्दैको छ। देखिस् भने देख्यो। के देखिस्? मान्छेहरूलाई मान्छे नै देखेँ। रूप देखिनस्? देखिन। मान्छे नै देखिस्? देखिस्। त्यसो भने चाहिँ तिमी सिधा त चाहिँ घर जा, यता आउनु आएछ, तेरो विश्वास ढल पर्छ। फेरि मान्छेलाई कति बेला रुख देखेर खुकुरीले देलास्। यसै त छैन है, तर सिधा घर जानु लगाएको छ। कारण चाहिँ विश्वासको ढल पर्छ। अनि फेरि 10 अध्यायको 46 पदतिर होला होइन, अन्धवर्तीमा र पनि म दृष्टि पाऊँ भिडमा नै उसको विश्वासको लेभल यति हाई हुन्छ। त्यो भिडमा नै उसलाई बोलाएर दिएको छ होइन। भिडमा नै त्यसलाई बोलाऊ त भनेर लिएर आएको छ। लिएर आउँदाखेरि चाहिँ तिनीहरू नै भन्छ भिडमा नै, बर्तीमै तिमी के चाहन्छौ? म दृष्टि पाउन चाहन्छु भनेर मात्रै गरेको हुन्छ। त्यसको लागि प्रार्थना गर्नु परेन। प्रार्थना गर्नु पर्यो। प्रार्थना गर्नु परेन। बर्ती तिम्रो विश्वासले तिमी निको भएको छ। तिम्रो विश्वासले तिमी निको भएका छौ। अनि बर्तिमालाई भन्नै परेन तिमीले यो भिडसँग घर सिधा जाऊ भनेन बर्तिमालाई चाहिँ। किनभने परमेश्वरको पुत्रलाई थाहा थियो यसको विश्वास यस्तो छ, यो निको भइसकेपछि यो स्वार्थी छैन, फेरि फर्केर संसारको भिडमा जाँदैन, यो मान्छेले चाहिँ मलाई निकाल्छ।
हालेलुया। हालेलुया। यो विश्वासको लेभल अनि फेथ लेभल साह्रै इम्पोर्टेन्ट छ। यो विश्वासले काम गर्ने है त, विश्वासको नापले काम गर्ने हो। विश्वास चाहिँ तल राखेर शक्तिशाली काम गर्नेलाई विरोध गर्दै चालाउँदै विरोध गर्दै बस्नु मिल्दैन। हाम्रो विश्वास बढाउनुहोस्, तपाईँको विश्वास बढाउनुहोस्। मनी मिराकल हुन्छ, पिस मनी मिराकल। पैसा पनि कहिले बढ्छ, मनी मिराकल हुन्छ। यो अलिकति मिटरको तल यो 0 देखि 1 पनि यसरी हुँदै गरेको यो प्रकारको विश्वासको नामले चाहिँ त्यसो भन्दै बसिरहेको हुन्छ। अनि गरिएको तेल नरित्याउनु हुने परमेश्वरले के मनी मिराकल गर्नुहुन्न? हालेलुया। हालेलुया। आश्चर्य कर्महरू परमप्रभु परमेश्वर सबै थोक गर्नुहुन्छ, तर परमेश्वर विश्वासद्वारा। मैले हिजो पनि एउटा गवाई भन्दै थिएँ। एकजना प्रभुको दास डिजेएस दिनाकरणज्यू, तपाईँहरू कतिजनाले प्रायः जस्तो सुन्नु भएको छ उहाँको नाम। अनि उहाँले चाहिँ ब्याङ्कमा त काम गर्नुहुन्थ्यो अरे, तर उनी जहिले पनि यति साह्रो सिरियसली ड्युटी भएपछि प्रभुको सेवकाई सुसमाचार सुनाउँदै, ट्रेनमा सुसमाचार सुनाउँदै, गल्लीहरूमा सुसमाचार सुनाउँदै उनको ड्युटी सकेर फर्किनुहुन्थ्यो अरे। प्रभुले धेरै माया गर्ने, प्रभुमाथि विश्वास गर्ने मान्छे। अनि एक दिन क्रिसमसको टाइम आएछ, उसले पैसाहरू त उसले सञ्चय गरेन, थाहै भएन। पैसा क्रिसमसको बेलामा पैसा रहेन। छोराछोरीहरूले लुगा कपडा नयाँ कुराहरू माग्दै गर्दा श्रीमतीले भनेछ, त्यति बेला भन्दै गर्दाखेरि पैसा छैन। अनि परमेश्वरलाई भन्नुभयो अरे उहाँले, परमेश्वर मैले पैसा त्यतिकै मिसयुज गरेको होइन, तर मसँग पैसा छैन अहिले। मेरो नानीहरूलाई अचानक अब म कहाँबाट के गरेर किनिदिउँ भन्दाखेरि पवित्र आत्मा परमेश्वरले भन्नुभयो अरे, तेरो घरको त्यो कुनामा एउटा कालो बाकस छ नि, त्यो कालो बाकस खोलेर हेर त भनेर गरी जाँदा सट्टै खोलेर हेर्दाखेरि त्यो कालो बाकसमा त्यो समयमा 4 लाख रुपियाँ पैसा थियो। हालेलुया। 4 लाख रुपियाँ त्यो बाकसमा पैसा थियो। अनि त्यो खोलेर लिएर चाहिँ उसले श्रीमतीले दियो। अनि श्रीमतीले प्रश्न पनि गरेन, केही पनि गरेन। अनि त्यो 4 लाख रुपियाँ त्यो बेलाको समयमा त अब के भयो, यति बेला पनि धेरै नै पैसा पर्ला भनेको। प्रभुले उनको जीवनमा गर्नुभएको मिराकलहरू मध्येमा यो एउटा शक्तिशाली मिराकल हो। अनि यो कुरोमा म विश्वास गर्ने मान्छे हो। मेरो आफ्नो जीवनको तपाईँहरूलाई कहानी बताइदिउँ। म भर्खर हिजोस्ति एकजना सिस्टर जुमी भन्ने यहाँनिर आउनु भएको थियो, हाम्रो पास्टर आउनु भएको थियो किन, तर यहाँनिर हामी प्रोफेटेस सिस्टर जुमी पास्टर तीर्थ कहाँ आउनु भएको थियो त्यति 3 दिनको लागि। मलाई पनि बोलाउनु भयो, म पनि आएँ। त्यहाँ आउँदै गर्दाखेरि मिराकलको कुराहरू यति डरलाग्दोसँगले भइरहेको थियो। हामीले क्लासहरू 9 घन्टासम्म त्यति बेला हामीले क्लासहरू बस्यौँ त्यहाँनिर, शक्तिशाली ढङ्गले भइरहेको थियो। अनि त्यो बेला नै हुँदै गर्दाखेरि नि एउटा एसएमएस आयो मसँग। एसएमएस आउँदै गर्दाखेरि एसएमएसमा यसो हेरेको 21,600 21,600 रुपियाँ मेरो अकाउन्टमा पैसा पसेको मैले देखेँ। त्यहाँदेखि यसो हेरेँ, कसको पैसा होला, के को लागि होला त्यति याद गरिनँ। त्यहाँदेखि घरमा गइसकेपछि पठाउने मान्छे सेन्डर एड्रेस त हुन्छ, हाम्रो जिपेहरू हुन्छ, हाम्रो त्यहाँनिर पेटिएम हुन्छ। त्यो पेटिएममा आएको थियो। अनि पेटिएममा मैले हेरेँ त्यहाँनिर डिटेल्स कसैको छैन, त्यहाँनिर पठाउने मान्छेको। मैले जानिनँ होला भनेर मेरो छोरीलाई, मेरो 18 वर्षको छोरी छ, अनि छोरीलाई मैले देखाएँ। मेरो छोरीले सब कुछ हेऱ्यो, यहाँ केही डिटेल छैन पापा, तपाईँले मिनी स्टेटमेन्ट निकाल्नुहोस् भनेर एटिएममा गएर मलाई भन्यो। मैले मिनी स्टेटमेन्टले त्यसको स्टेटमेन्ट कसले पठायो, कहाँबाट पठायो त्यो सबै आउने। त्यहाँनिर अरू सबैको छ, तर त्यो 21,600 रुपियाँको ब्ल्याङ्क छ। अनि त्यस पछाडि मेरो पासबुक मैले चुपचाप घरमा पनि कुरै नगरिकन गएँ। मैले त्यहाँनिर पासबुक त्यहाँनिर अपडेट गर्ने मेसिन राखिएको हुन्छ, त्यहाँनिर मैले अपडेट गरेको सबै कुरोको अपडेट छ। त्यही 21,600 रुपियाँको ब्ल्याङ्क छ। त्यति बेला चाहिँ म भित्रमा भएको पवित्र आत्मा परमेश्वर मलाई एउटा यो वर्ड उफारिदिनु भयो क्या, मनी मिराकलको कुरा, परमेश्वरको आश्चर्य कर्मको कुरा। अनि प्रभुलाई मैले धन्यवाद दिएँ। त्यस पछाडि मेरो श्रीमतीलाई मैले भने, अनि मेरो श्रीमतीलाई ठिक्कै त्यति बेला पैसा चाहिरहेको रहेछ। कति चाहिएको भनेको त 20,000 अरे। ए लु त्यसो भने चाहिँ 1,600 रुपियाँ बोनस भएर यो 20,000
भनेर चाहिँ उसलाई मैले निहालेँ। हाम्रो प्रभु यो समयमा पनि हाम्रो जीवनबाट पवित्र आत्माद्वारा आश्चर्य कर्म गर्ने परमेश्वर हुनुहुन्छ। हाम्रो विश्वासद्वारा। हालेलुया। यो बिरामी निको हुन्छ हाम्रो विश्वासद्वारा। जब हामीसँग बिरामी निको हुन्छ, हामी एकचोटि जोरदार हाम्रो ताली बजाएर परमेश्वरलाई धन्यवाद दिन्छौँ। हालेलुया, हालेलुया। दाखमतले नमातियो जो विलासिता हो, तर पवित्र आत्माले परिपूर्ण हो। भन्नुहोस् न, तर पवित्र आत्माले उताको भन्नुहोस् न, परिपूर्ण हो। परिपूर्ण हो। हालेलुया, हालेलुया। पवित्र आत्माले परिपूर्ण हो। पवित्र आत्माले परिपूर्ण हो। एउटा म एउटा चाप लाग्दो आजको टेस्टमनी भन्छु। अमेरिकामा प्रभुको दासहरू शक्तिशाली काम गर्ने प्रभुको दास, तपाईँले सुन्नुभयो, केनेथ ह्यागिन अहिले बितिसक् प्रभुको घरमा गइसक्नुभयो। उसलाई विश्वासको एउटा बाबु नै भनेर भन्छ, फादर अफ फेथ भनेर भन्छ, विश्वासको पिता पनि भनेर भन्छ। उनको किताबहरू पढ्दा पढ्दा नै कस्तो एनर्जेटिक फिल हुन्छ। अनि एक दिन सुरुमा मिनिस्ट्रीमा सुरुको समयमा प्रार्थना गरिराख्दाखेरि पवित्र आत्माले भन्नुभयो, तिमीलाई त मिनिस्ट्रीको लागि त गाडी चाहिएको रहेछ। पवित्र आत्माले भन्नुभयो कि भित्र। अनि उहाँले पनि भन्नुभयो, हो नि प्रभु, अनि जाउँ न अन्त गाडी ल्याउनु, गाडी किन्नु जाऊ भने। हो प्रभु भने, हो भने सेम अर्को छेउको साथीलाई पनि भने। दुईजना टाई साई चट्ट लगाएर सोरुममा जानु पऱ्यो। यो भएको घटना एउटा टक्कै गएर तपाईँ मासेहरू तपाईँहरू के को लागि आउनुभयो भन्दाखेरि चाहिँ एकदम सबैभन्दा दामी गाडी देखाउँ, गाडी किन्नु आएको भन्दाखेरि चाहिँ म्यानेजरले गाडी देखाउनु पऱ्यो। सबै देखाइसकेपछि तपाईँलाई सिस्टम त थाहै छ अमेरिकाको, तपाईँले डाउन पेमेन्ट केही पैसा चाहिँ केही पेमेन्ट गर्नुपर्छ, अनि त्यस पछाडि चाहिँ तपाईँको किस्ता तिर्नुपर्छ। त्यो थाहै छ तपाईँलाई। त्यो कारणले गर्दाखेरि तपाईँले अब अलिकति डाउन पेमेन्ट चाहिँ कति गर्नुहुन्छ भनेर भन्दै गर्दाखेरि के भन्नुहुन्छ उहाँले, पैसा त छैन भन्छ। होइन, गाडी किन्नु आउनु भएको होइन? हो, त्यही त डाउन पेमेन्ट अलिकति यस्तो गर्नुपर्छ, यस्तो छ। त्यही त भनेको पैसै छैन। त्यो म्यानेजरको गिदी घुम्नु थाल्यो। होइन सर, तपाईँले गाडी किन्नु आउनुभएको? गाडी किन्नु आएको। अन्त डाउन पेमेन्ट यस्तो, त्यही त छैन। दिमाग खाएर त्यहाँ उसको दिमाग खान्छ। त्यस पछाडि एउटा फोन रिङ आउँछ, बेल बज्छ, रिङ एउटा उसको फोन बस्नु थाल्छ। फोन बजिसकेपछि त्यहाँ दुईजना मान्छे आएको छ, यस्तो यस्तो मान्छे आएको छ, दुईजना आएर मेरो गिदी खाइसक्यो यहाँनिर, गाडी किन्नु आएको भन्छ, पैसा छैन भन्छ। यहाँनिर यिनीहरूले के गर्नु पर्यो, यस्तो गिदी खाइसक्यो भने मेरो कुरा सुन भनेर भन्छ। मेरो कुरा सुन, तिनीहरू दुईजना जो आएको छ, तिनीहरू दुईजनाले जुन गाडी भनेको छ त्यो गाडी तँ दियाल भनेर भन्छ क्या। त्यसपछि चुपचाप आएर अनुहारमा हेर्दै गाडी दिन्छ, निकाल्नु लगाउँछ, चाबी दिन्छ। चाबी दुईजना गाडीभित्र पसेर ढ्याप्पै पसेर चाहिँ ग्लास धोन्छ। ग्लास यसो बस्छ, ग्लास लगाउँछ। सरहरू एउटा कुरो सोधौँ भनेको, तपाईँहरू चाहिँ कहाँबाट हो भनेर भन्छ। हामी माथिबाट हो। हालेलुया, हालेलुया। हाम्रो परमेश्वर यस्तो गर्नुहुने परमेश्वर छ नि, तपाईँभित्र हुनुहुन्छ, हामीभित्र हुनुहुन्छ। पवित्र आत्मा कहाँ हुनुहुन्छ? गीत मात्रै गाएर हुँदैन। यो शरीर तिम्रै मन्दिर हो, यो मन्दिरमा बास गर्नुहोस्। होइन, त्यो नयाँ मान्छेको लागि हो। यो मन्दिरमा बास गर्नुभयो, गुन्जियो साराधना तिम्रै नै, यो मन्दिरमा राज गर्नुभयो। आउनुभयो जीवनले मलाई भर्नुभयो। हालेलुया, हामी भित्र हुनुहुन्छ। क्रिस्चियन जीवन चाहिँ किन शक्तिशाली जीवन हो भन्दाखेरि चाहिँ नि एउटै कारणले हो, पवित्र आत्मा क्राइस्ट चाहिँ नि हामीभित्र इन भइसक्नु भएको छ। हामीभित्र पवित्र आत्मा इन हुनुभएको छ। यहाँ कतिजना तपाईँहरू
हाम्रो आफ्नो जिन्दगीसँग असक्षम जिन्दगी म जिउन सक्दिनँ, मेरो जीवनमा कुनै कुरो पनि अब परिवर्तन हुँदैन, मेरो जीवनको अवस्था परिस्थितिहरू कुनै कुरो पनि परिस्थितिहरू परिवर्तन गर्न सक्दिनँ, मेरो परिवार बदलिँदैन, मेरो मान्छेहरू बदलिँदैन, मेरो मिनिस्ट्रीको लेभल बढ्दैन, मेरो यस्तो उस्तो यस्तो मेरो केही परिस्थिति बदलिँदैन अब भनेर तपाईँ यस्तो अवस्थाभित्रमा तपाईँ हुनुहुन्छ भनेदेखि चाहिँ आज यति बेला चाहिँ एउटा गुड न्युज छ। तपाईँभित्र हुनुहुने परमप्रभु परमेश्वरले सबै कुरोहरू परिवर्तन गर्दै हुनुहुन्छ। एभ्रिथिङ परमप्रभुले परिवर्तन गर्नुहुन्छ। सबै कुरो परिवर्तन गर्नुहुने पवित्र परमेश्वर तपाईँभित्र हुनुहुन्छ। तपाईँको छोराछोरीहरू परिवर्तन भएको छैन, तपाईँको श्रीमान बदलिएको छैन, तपाईँको श्रीमती बदलेको छैन, गुरुबाहरू तपाईँले प्रार्थना गरे अनुसार मण्डलीहरू परिवर्तन भएको छैन होला। सबैभन्दा बदलिने जग्गा, परिवर्तन हुने जग्गा, सबैभन्दा ठुलो इन्स्टिट्युट परमेश्वरको उपस्थिति हो। अनि परमप्रभु परमेश्वर तपाईँभित्र हुनुहुन्छ। उनै परमप्रभु परमेश्वरको उपस्थितिमा भएर, प्रभुको दास भएर, प्रभुले दिनुभएको अख्तियार र अधिकार भइसकेमा एउटा गुड न्युज म बोलिराखेको छ। सबै कुरा परिवर्तन हुँदैछ। पक्रिनुहोस्। हालेलुया। सबै कुरा परिवर्तन। सिलगढीमा गीत गाएर नै 3 तला बिल्डिङ चढाउने मान्छे पनि छ। आराधनै गरेर जमिनको मालिक भएको पनि छ एकजना व्यक्ति। सिलगढी झर्दै गर्दाखेरि यत्रो मादले बेगमा 1 सरो लुगा लिएर चाहिँ झरेको मान्छे 5वटा स्ट्रिङ भएको गिटार पक्रेर, हरियो कलरको गिटार पक्रेर आराधना गर्न सुरु गरेको। आराधना गर्न सुरु गरिसकेपछि सिलगढी जस्तो टाउनभित्रमा जमिनको मालिक भयो। अनि त्यो जमिनमा गएर चाहिँ त्यहाँदेखि चाहिँ उसले चाहिँ के भन्छ बिस्कुट फ्याक्ट्री खोलेन, उसले चाहिँ त्यहाँनिर चाहिँ आराधना गर्न सुरु गर्यो। आराधनामा गीत गाउन थाल्यो, आराधनाहरू तयार गर्न थाल्यो, आराधनामा परमेश्वरको उपस्थिति गर्न थाल्यो। 3 तले बिल्डिङ र अर्को 2टा घरको मालिक भएको छ। त्यो मान्छे हेर्न जानुहोस्। गीत गाएर नै बिल्डिङ बनाउने मान्छे। तपाईँहरू परमेश्वरले ठुलो अनुग्रह गर्नुभएको छ। त्यो मान्छे चाहिँ यो हो, यहाँनिर आइरहेको छ। हालेलुया। मेरो पैतृक सम्पत्ति केही पनि छैन। म साह्रै गरिब परिवारबाट म आएको मान्छे हो। धनी परमेश्वरको छोरा हुनुभयो। अनि परमेश्वरले धनी हुने आत्मा म भित्र हालिदिनु भयो। युसुफमा के थियो त्यति बेला? दास थियो होइन? जोसेफ वाज द स्लेभ। युसुफ दास हो, नोकर हो। खानु दियो भने कसै मालिकले दियो भने खाने हो, दिएन भने नखाने हो। तर त्यो युसुफ चाहिँ नि त्यो पोतिफरको घरमा आउँदाखेरि पोतिफरले गर्दै आएको मालिकले यो केटा चाहिँ मेरोमा आएपछि चाहिँ सबै कुरो उन्नति हुन्छ, मैले 10 खेप खिप्ती लाउँदाखेरि पनि नभएको कामहरू यो आएपछि हुन्छ। अनि मेरो बेडा बाख्राहरूलाई सबै खुजुली लागेर सबै मर्ने, स्किन डिजिज भएर सबै मेरो भेडा बाख्राहरू सबै सुवा हुने। अनि यो मान्छेको आगमन, यो मान्छेको भित्राइ, यो मान्छेको कदम हुनु भित्रकै मेरो फलिफाप हुँदैछ। पोतिफरले चाल पाए, मालिकले चाल पाए, त्यहाँदेखि चाहिँ उसले चाल पाए यो मान्छे भिन्दै मान्छे हो। अरू नोकरहरूभन्दा यो मान्छे चाहिँ भिन्दै हो। अरू नोकरहरूभन्दा यो, अरू स्लेभहरूभन्दा यो स्लेभ चाहिँ भिन्दै छ। यो मान्छे आएपछि चाहिँ मेरो सबै कुरो परिवर्तन हुँदैछ। किनभनेदेखि चाहिँ युसुफसँग परमेश्वर हुनुहुन्थ्यो। हालेलुया, 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 हालेलुया। युसुफसँग सायद 39 अध्यायको 2 पदमा परमेश्वर युसुफसँग थियो, युसुफसँग हुनुहुन्थ्यो। यसै कारणले युसुफको कारणले परिवर्तन होइन, तर परमेश्वर चाहिँ युसुफसँग भएको कारणले गर्दा सबै कुरो त्यहाँनिर परिवर्तन हुँदै थियो, उन्नति प्रगति हुँदै गइराखेको थियो। कुनै परमप्रभु परमेश्वरको हातमा चाहिँ तपाईँभित्र हुनुहुन्छ। तपाईँको उन्नति इन्द्रको बाबु चन्द्र आएर रोक्नु खोजे पनि रोकिँदैन। भन्नुहोस् न, मेरो उन्नति इन्द्रको बाबु चन्द्र आएर रोक्नु खोजे पनि रोकिँदैन। किनभने उन्नति गराउनु हुने परमेश्वर पर शान्ति डाँडाको चर्चमा मात्र हुनुहुन्न, म भित्र हुनुहुन्छ। भन्नुहोस्, हात देखाउनुहोस् न। म भित्र हुनुहुन्छ।
पवित्र हुनुहुन्छ। माटोको भाँडोमा कुमाले तपाईँ येशूको सुन्दरताले भर्नुभयो मलाई। तपाईँकै आकारमा बदलिँदै जाँदैछु म, यो शरीर तिम्रै मन्दिर हो, यो मन्दिरमा बास गर्नु। हालेलुया। प्रभु बोकेर हिँड्ने मान्छेहरू कहिले थाम्ने जिन्दगी हुँदैन। त्यो विधुवी स्त्री लास्ट स्टेपमा थियो नि, साहुकार आउँदैछ छोरालाई नोकर बनाउनको लागि। त्यो विधुवी स्त्री धेरै लोन परेको मान्छे, र उनले उसको आफ्नो निर्णय, विश्वासमा आफ्नो निर्णय, प्रभुको दास कहाँ जान्छन् जससँग परमेश्वरको वचन छ। त्यति बेलाको समयमा पवित्र आत्माको युगभित्र त्यति बेला थिएन। ख्रीष्ट येशूले आफ्नो रगत कल्भरी क्रुसमा बगाएर मूल्य चुकाउनु भएको थिएन। त्यो बेलामा विधुवी एलिसा कहाँ पुगेका छन्। त्यो बेलामा त्यो विधुवी स्त्री एलिसा कहाँ पुगेका छन्। अनि एलिसाको सबै परिस्थितिहरू समाधान गर्नुहुने परमप्रभु परमेश्वर। एलिसाद्वारा बोलिएको वचनद्वारा त्यो विधुवी स्त्रीको सबै परिस्थितिहरू समाधान गर्नुहुने परमप्रभु परमेश्वर आज हामी नयाँ करारको मण्डलीभित्र छौँ। हामी भित्र हुनुहुन्छ। यसै कारणले परमेश्वरले भन्नुहुन्छ, प्रभुको दासले भन्नुहुन्छ नि, दाग मण्डली होइन, पवित्र आत्माले भरिपूर्ण पवित्र आत्मा मसँग सँगै हिँड्नुहोस् हे परमेश्वरको आत्मा। जीवनको बाटो छ सजिलो, डोराउनुहोस् मलाई आत्मा। वचनको गहिराइमा भेटिन्छ येशू, अझै डुबाउनुहोस् आत्मा। पुस्तौदेखि दबेको रहस्य अझै दिनुहोस् आत्मा। डुबी जाने के भन्छ जीवन मेरो, डोर्याउनुहोस् मलाई आत्मा। हालेलुया। परम प्रभुको बाटो हेर्नेहरूले नवीन सामर्थ्य पाउनेछ। परम प्रभुको यसैया 40:31 होइन, गडबड भएन भने परम प्रभुको बाटो हेर्नेहरूले नवीन सामर्थ्य पाउनेछ। त्यहाँ छोराछोरीले होस् या बुढी आमाले होस्, त्यहाँ उमेरको कुरा केही पनि लेखेको छैन। तर परम प्रभुको छ नि बाटो हेर्नेहरूले चाहिँ नयाँ सामर्थ्यले भरिँदै जाँदछ। हालेलुया। मेरो छोरीले अब म 50 पुग्नु आँट्यो, 50 को लाइनमा छु मेरो उमेर। अनि मेरो छोरीलाई म जिस्काएर भनिदिन्छु 80 मा पनि म यस्तै हुन्छु होला छोरी भन्छु म, किनभने म परम प्रभुको बाटो हेर्नुमा चाहिँ म कहिले पनि चुक्ने छुइनँ। सधैँभरि म परम प्रभुको बाटो हेर्नुहोछु। परम प्रभुको नयाँ सामर्थ्यले मलाई भर्नुहुनेछ। परम प्रभुको नयाँ बलले मलाई भर्नुहुनेछ। परम प्रभु परमेश्वरको महिमाले मलाई भर्नुहुनेछ। परम प्रभुको ग्लोरीले म चम्कनेछु। मसँग फेयर एन्ड ह्यान्डसम नभए तापनि उहाँको ग्लोरी, उहाँको महिमाले म चम्किरहनेछु। हालेलुया। हालेलुया। परमेश्वरको वचन दोस्रो कोरिन्थी 3:3 के लेखेको छ भनेदेखि चाहिँ परम प्रभु परमेश्वरले चाहिँ तपाईँ र मलाई चाहिँ अब नरिन्तिने नसकिने महिमाले हामीलाई भर्नु भएको छ। अनि त्यो महिमा चाहिँ परमेश्वरको महिमा चाहिँ हाम्रो जीवनमा आएर चाहिँ त्यो महिमा चाहिँ हामीद्वारा चाहिँ प्रतिबिम्बित हामी गर्दछौँ। किन परमेश्वरको वचनले यही लेखेको रिफ्लेक्सन, परमेश्वरको ग्लोरी तपाईँमा आउँछ छोरी, त्यो ग्लोरी तपाईँबाट रिफ्लेक्सन भएर अर्कोमा जान्छ। परम प्रभुले यो सामर्थ्यमा आजको मण्डलीलाई राख्नु भएको छ। माल पाएर चालमा पाएर एकचोटि म आएको थिएँ यता, मेरो छोरी पहिली ज्वाइँ पर 3 घरेमा छ। 3 घरेमा चाहिँ दामी खोखुरी दोकान पनि रहेछ। ज्वाइँहरू जाउँ त भनेर चाहिँ गएको, दामी बामफोक भेटेँ। मेरो पालि किनै
दादा लानु दिँदैन होला, राम्रोसँग लानुहोस्। गाडी माटेर टायर मुनि हो लगाएर चाहिँ घरमा गएँ। फेरि त्यहाँदेखि चाहिँ म बस्ती चर्च, हाम्रो उता बस्ती अलगै चर्च छ, त्यहाँनिर भिजिट जाँदाखेरि मेरो ठुलो दाजु त्यहाँ एल्डर हुनुहुन्छ। उहाँले चाहिँ यस्तो पक्रिने खालको अचार हो क्या, मजाको बनाइरहेको रहेछ। यसो हेरे, आहा यो त दामी बनाउनु भएछ त हौ दाजु भनेको। किन लाने मन पऱ्यो भने त्यही त खोजेको भयो। मेरो पालि कम्ता छिटो डिकीमा हालिरहने हो, लाने मात्रै भनेको बोकेर पर पुस्यो। डिकीमा हाले। सिलगढीमा आइसकेपछि चाहिँ अब त्यहाँनिर चाहिँ मासु किन्दाखेरि सबै काटेर दिन्छन्, किनभने सबैकोमा काट्ने हुने हतियार हुँदैन। भए पनि त्यो प्याज काट्ने लसुन काट्नेले मासु काट्ने कुरा आएन। तर मैले चाहिँ धम्कीसाथ भनेको मासु बेच्दैन, नकाट्नु ल। किन सर नकाट्नु भने, नकाट्नु, तिम्रो भन्दा दामी अचार मसला छ, तिम्रो भन्दा दामी काट्ने इन्टरनेसनल नेपालबाट लिएर आएको छु भने। ए हो र, ल मलाई पनि सजिलो हुन्छ, लानुहोस्। घरमा गएर टक्कै त्यो लिएँ होइन, काट्नुको लागि मासु पनि धोएर टक्कै राखेँ। भरे त बामको खोजेको भेटेर के हो, सबै खोजिसके हो, खोज्दा सम्झिन्छु त्यो मासुवालालाई धम्किएको हो, भेट्नु छैन। ल्याउनु त ल्याएकै भएको, घरमा ल्याएकै हो, श्रीमतीलाई पनि देखाएकै हो। मेरो ससुरा त्यहाँनिर हुनुहुन्छ, ससुरा बाबा हुनुहुन्थ्यो, ससुरा बाबालाई पनि देखाएकै हो। घरभित्रै छ, नयाँ बाम्फो काट्ने बेलामा प्रयोग गर्ने बेलामा छैन। पुरानो हतियार लिएर म चाहिँ यस्तो हतियार लिइरहन्छु। हिजो अस्ति फेरि मणिपुर अरुणाचल एउटा आदि ट्राइब्सहरूको बिचमा म र मेरो श्रीमती गएको थियौँ 2-3 दिन कन्फरेन्सको लागि। त्यहाँ जान दामी दामी काट्नेहरू रहेछ, तर त्यहाँ चाहिँ आसाम काटेर आउनु पर्ने हुँदो भएको कारणले गर्दा हामीलाई चाहिँ गाह्रो हुने रहेछ हतियार बोक्नु, दिएनन्। त्यहाँनिर हामीलाई चेक हुने रहेछ। त्यस पछाडि चाहिँ हामी यहीँकै मान्छे आउँदाखेरि पठाइदिन्छु भनेर उहाँले ल्याइदिनु भएको छ, एउटा दामी त्यो पनि ल्याइदिनु भएको छ। म बेला गरिरहन्छु त्यस्तो दामी दामी हतियारहरू चाहिँ बेला बेला चाहिन्छ भनेर। म त्यति बेला मिस गरेँ, कहाँ भेटेँ, घरमा लिएकै हो, काट्ने बेलामा पाइएन। अनि यस्तै गरी हाम्रो जीवनमा पनि नि हामीमा लाग्ने हतियार पवित्र आत्मा परमेश्वर, हामीलाई सिकाउनु हुने परमेश्वर, हामीलाई बल दिनु हुने परमेश्वर, हामीलाई अभिषेकले भर्नु भएको पवित्र आत्मा परमेश्वर हामी भित्र हुनुहुन्छ। बमको घराको जस्तै हामीले थाहा पाउँदैनौँ कुन शक्ति दिनुभएको छ हामीलाई, कुन सामर्थ्य दिनुभएको छ भन्दाखेरि चाहिँ हामीमा हुँदैन। हामी चाहिँ यस्तो प्रवृत्ति, यस्तो ब्याकग्राउन्डबाट आयौँ, राके भूतको कथा सुनेर आएको हामी ब्याकग्राउन्डबाट आएको कारणले गर्दाखेरि राके भूतको कथामा छिटो विश्वास गर्छौँ। तर स्वर्गदूतहरूको कुरा गऱ्यो भने चाहिँ नापिस भन्ने गरेको हाम्रो पृष्ठभूमि यो भएको कारणले गर्दाखेरि पनि हो। हेर्नुहोस् है त, हामी चाहिँ कस्तो, हाम्रो भाग्य चाहिँ सुगामाथि, सानो पंक्षीमाथि हाम्रो भाग्य खोज्ने मान्छेहरू। जोरथाङको तलनिर एक दिन त म र के भन्छ हाम्रो अहिले वीरेन सर हुनुहुन्छ, उहाँले ठुलो अफसर हुनुहुन्छ, हामी दाजुसँग हेर्दै थियौँ। दिनमा गएर मान्छेहरू तान्छ, के छ भनेको त एउटा सुगा, त्यो पनि पिन्जराभित्र है। पिन्जराभित्रको सुगाले आएर चाहिँ आफ्नो भविष्य बताइदिने। त्यो पिन्जराभित्रको सुगा, त्यो जो देखाइदिने मान्छेको भरोसा नै सुगामा छैन, त्यसै कारणले पिन्जरा छ। पिन्जरादेखि बाहिर राखेर उडेर जान्छ, त्यही मान्छेको भरोसा छैन, त्यही पिन्जरामा थुनिरहेको छ। हाम्रो मान्छेहरू चाहिँ पिन्जराको सुगामा हाम्रो भविष्य खोज्दैछ। सुगा हाम्रो पृष्ठभूमि चाहिँ शैतानले यहाँसम्म हामीलाई भिक्टिमाइज गरेको, हेपेको शैतानले। एकछिन कुरा गरौँ न मेरो पृष्ठभूमिको कुराहरू। मेरो आप्पालाई सुसमाचार सुनाउँदाखेरि 2 बजी बिहानी मलाई उडाएको, कुकुरीभन्दा पर्दा लाग्ने भनेर मलाई। हामीभन्दा त जान्ने हुन्छस् भन्नु खोजेको। मेरो पालि खुकुरीभन्दा पर्दा लाग्छ नि त हो भत्रै भनेको थियो कि स्पिड हो नि उडाइ चाहिँ स्पिडै भयो। अनि हाम्रो आप्पाले के गर्नुहुन्थ्यो, त्यो चुला ढुङ्गामा चाहिँ सालमा एकचोटि सबै त्यहाँनिर आएर चाहिँ खाने काँक्रा भयो, धान भयो, अदुवा भयो, सबै मरि दुःख गरेर रोप्ने हामी। तर सबैभन्दा कसैले छुने नसक्दा पहिला चाहिँ त्यहाँनिर पितृहरूलाई दिनुपर्छ अरे। मैले भने पितृको पनि मुख छ
होइन हाम्रो बुढापाकाहरू हो नि अन्त आउँछ यहाँनिर आउँछ नि उनीहरूको आत्मा आउँदो रहेछ क्या म उनीहरूलाई दिने हो अनि यहाँ काम गर्ने चाहिँ तपाईँ खाने चाहिँ पहिला पित्रहरू मैले भनेको थिएँ बेसी नखरा कता भनेको चुपचाप हेरिरहेको अनि उनीहरूभन्दा पहिला हामीले खाइदियो भने के हुन्छ भनेको त मर्छस् नि कुन छादेर भन्छ कस्तो खालको बाजे बोजूहरू हो कुन छादेर मान्ने बाजे बोजूले त छोरा छोरीलाई भन्दा बेसी नाता नातिनीलाई माया गर्छ हुँदैन कम त माया लाग्दैन त हौ नाति पनातिहरूलाई एकचोटि जोरथाङदेखि माथि गएको एउटा ट्याक्सीमा चढेको सेकेन्ड सिटमा 2 जना मात्रै प्यासेन्जर म र एउटा बुढो मान्छे बसेर एउटा कालो प्लास्टिकमा के बोकेको छ यत्तिकै छ भर्त मान्छे त सेन्टिफ्लाट भएको रहेछ माथिको रहेछ भर्त आफै बोल्दै थियो कि यो अचम्म छ भन्छ कि के अचम्म छ अचम्म छ यो के हो साउलाई भन्दा सुतको माया भन्छ हो साउलाई भन्दा सुतको माया भनिरहन्छ के भनेको रहेछ भन्दाखेरि चाहिँ यो छोरालाई भन्दाखेरि पनि छोराको नानीहरूलाई के साह्रो माया लागेको भनेको रहेछ त्यो सानो बिचरा प्लास्टिकमा चाहिँ कालो प्लास्टिकमा चाहिँ मिठाई लगेको रहेछ तर मिठाई पनि के हो फेरि त्यो बक्समा भयो बक्सको आइसक्रिम रहेछ कि जस्तो छ त्यस्तै प्लास्टिकमा लगिदिएको अरे छक्लिँदै थियो तर सिन्का मात्रै पुग्यो सिन्का मात्रै पुग्यो जस्तो लाग्यो तर नातिहरूलाई त्यस्तो माया अनि हाम्रो चाहिँ पित्रमा आउने त्यहाँनिर आउनेहरूलाई चाहिँ खुन छादेर माने पत्तो लागेन म त्यति बेला प्रभुलाई विश्वास गरेको थिइनँ त्यति बेलै पत्तो नलागेको हो हामी यस्तो पृष्ठभूमिबाट आएको ब्याकग्राउन्डबाट आएकोहरू कि त्यसले गर्दाखेरि त्यही ब्याकग्राउन्डबाट नै हामी राखे भूतको चाहिँ नि ब्ल्याङ्केट ओढ्दै गयो भने चेक चेक बस्दै गयो सुनुङ सुनुङ लाग्छ रातभरि आँखा के पिम्पल डन्डी पर पहिलो भने बिहानसम्म पनि सुन्नु मन पर्छ तर्साउनेको भूतको कथाहरू डर लागेर चेपचेप बाहिर जानु पनि आउनु हौ एकजना साथी होइन 2-3 जना आउनु अगाडि पछाडि 2टा लाइट हालेर यस्तो हुँदै पनि सुन्ने यस्तो प्रविधिमा आएको कारणले गर्दा त्यो चाहिँ तर स्वर्गदूतको जब कुरा हुन्छ नि हिब्रूको 14 पद अनुसार स्वर्गदूतहरूले तिमीहरूको सेवा गर्नेछ हाम्रो सेवा गर्नुहुन्छ स्वर्गदूतहरूले हामी स्वर्गदूतको कुरा कसैले गर्ने स्वर्गदूत देख्यो भनेदेखि चाहिँ अलिक अग्लो अग्लो सबले चियरमाथि चढेर पनि लोहारिदिनु त्यसलाई जस्तो गर्छ क्या त्यो बाइबलले चाहिँ परमेश्वर वचनले तपाईँले मलाई हाम्रो सेवा गर्नको लागि स्वर्गदूतहरू घटाइदिनु भएको छ हालेलुया हाम्रो सेवा गर्नको निम्ति पवित्र आत्माको कुराहरू शक्तिका कुराहरू सामर्थ्यका कुराहरू शक्तिका कुराहरू र मैले तिमीलाई भनेका सबै कुरा तिमीलाई याद दिलाउनु हुनेछ पवित्र आत्माको कुराहरू योहन्ना 14:26 सिकाउने कुराहरू हालेलुया तपाईलाई थाहा छ कति कुरा प्रचार गर्ने कुराहरूमा हाम्रो जीवनमा हाम्रो प्रचार शैली वचनको प्रकाश वचनको प्रचार गर्ने तरिकाहरूको कुराहरूमा पनि हामी धेरैचोटि हामी कमजोर भइराख्दाखेरि जब हामी पवित्र आत्मासँग जोडिन्छौँ पवित्र आत्माले हामीलाई सहायता गरिराख्नु भएको हुन्छ मत्ती 10:20 के भनेको छ भने किनभने बोल्ने तिमीहरू आफै हुने छैनौ तर तिमीहरूका पिताका आत्मा तिमीहरूद्वारा बोल्नु हुनेछ हालेलुया तिमीहरूको पिताको आत्मा तिमीहरूद्वारा बोल्नु हुनेछ पवित्र आत्मा हाम्रो जीवनमा बोल्नु हामीले कसरी पवित्र आत्मालाई पक्रेका छौँ मैले तिमीहरूलाई भन्ने कुरा अझ धेरै छन् परमेश्वरले चेलाहरूलाई भन्नुभएको कुरा मैले तिमीहरूलाई योहन्ना 16:12 पढ्दैछु मैले तिमीहरूलाई भन्ने कुरा अझै धेरै छन् तर अहिले तिमीहरू ती कुरा सहन सक्दैन भन्नुको मतलब परमेश्वरले भन्ने कुराहरू अझै धेरै छन् हामीले बाइबल पढिराखेका छौँ रिडिङ गरिराखेका छौँ बाइबलभित्रको कुरा माग त तिमीलाई दिनेछौ खोज त भेटाउनेछौ घसघस जाउँदा उघारिनेछ
हामीले त पढिराखेका छौँ। त्यो पढ्दा पनि पवित्र आत्मा परमेश्वरले भन्छ मैले अझै पनि भन्ने कुराहरू, अझै पनि बाइबलभित्रकै कुराहरू, नट लोगोस, रेमा वर्डहरू, यस्तो रेमा परमेश्वरको प्रकाशका कुराहरू, परमेश्वरको हृदयका कुराहरू, परमेश्वरभित्रका कुराहरू, परमेश्वरको हृदयभित्रको हलचलका कुराहरू भन्ने कुराहरू अझै पनि प्रशस्तै छन् भनेर परमेश्वर भन्नुहुन्छ। जब पवित्र आत्मामा तपाईँ हुनुहुन्छ, तपाईँ पवित्र आत्मामा तपाईँ त्यो विश्वासमा फेदमा हामी पवित्र आत्मामा भित्रसँग हामी जब हामी जोडिन थाल्छौँ, पवित्र आत्मासँग समय बिताउन थाल्छौँ, पवित्र आत्मासँग हामी रहन थाल्छौँ, मेरो प्रियहरू, हामी भित्रबाट परमप्रभु परमेश्वरले परमेश्वरको हृदयका कुराहरू, परमेश्वरको अझै स्पिरिचुअल कुराहरू, भित्र प्रकाशका कुराहरू पवित्र आत्माले खोल्दै 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 लानुहुन्छ। हालेलुया। एकजना प्रोफेट जोन अनिसिके भन्ने एकजना प्रभुको दास शक्तिशाली प्रभुले प्रयोग गर्दै गर्नुभएको छ यो दिनहरूमा। अनि उहाँले भन्नुहुन्छ, पहिला उहाँ बिसप थियो अरे, बिसप एउटा अर्गनाइजेसनको बिसप, परमेश्वरको आत्माले त्यहाँबाट चाहिँ छिट्टो रिजाइन लिइहाल्नु भन्यो अरे। त्यस पछाडि चाहिँ परमेश्वरको आत्मासँग उनी बसेको, उनी चाहिँ 18 वर्ष कम्ती होइन, 18 वर्ष चाहिँ प्रभुको उपस्थितिमा बस्यो अरे। आफ्टर 18 इयर्स उहाँले परमेश्वरको आत्माले शक्तिशाली काम गर्दै हुनुहुन्छ। हिजो बेलुका उनको सर्मनलाई मैले सुन्दै थिएँ। अनि मरेको डेड बडी उसको अगाडि राखिदियो अरे। उसको नाम स्टिफन, मान्छे मर्यो। अनि त्यो मान्छेलाई चाहिँ यीशुको नाममा ओ भनेर कराउँदाखेरि पनि उठेन। अनि दोस्रोचोटि पनि वेलकम इन द माइटी नेम अफ जिजस भनेर कराए अरे, फेरि पनि उठ्न सकेन। तेस्रोचोटि स्टेफन यीशुको नाममा उठ भन्दाखेरि चुरुक्क उठ्यो अरे, लाखौँ मान्छेको अगाडि। अनि उहाँले भन्दै हुनुहुन्थ्यो, पहिलो आवाज र दोस्रो आवाज यो स्टेफनले सुनेको थियो अरे कि स्टेफनले। त्यति बेला चाहिँ स्टेफन चाहिँ यस्तो ठाउँमा हिँड्दै थियो अरे, जग्गामा जाँदै थियो अरे, म कहीँ केही छैन, दायाँ बायाँ अघि पछि केही छैन, बाटोमा हिँडेकै स्टेफन जाँदै थियो अरे। अनि त्यति बेला जाँदै गर्दाखेरि कसैले बोलाएको जस्तो आवाज चाहिँ सुन्यो अरे। अनि त्यति बेला नसुनेको जस्तो गएकै। अनि दोस्रो आवाज पनि सुन्यो अरे, नसुने गएकै। अनि तेस्रो आवाज सुन्दाखेरि चाहिँ त्यसो होइन, म यो कुरो चाहिँ कसले बोलायो भने पनक्क पछाडि फर्केर हेर्दाखेरि चाहिँ ऊ त्यति बेला चाहिँ बिउतिएको त्यहाँनिर बताइराखेको थियो। अनि उनले भन्दै थियो प्रोफेट जोन अनिसिकेले चाहिँ किन हाम्रो आवाजहरू त्यहाँसम्म पुगेर पनि हाम्रो आवाज पत्यार किन गर्दैनन् मृत्युहरूले पनि भनेर भन्दै गर्दाखेरि चाहिँ किनभनेदेखि चाहिँ तपाईँ अनि हामी जो हामी भित्र हुनुहुने पवित्र आत्मा परमेश्वरसँगको घनिष्ठताभित्र पनि हामी नआएको कारणले गर्दा। उहाँले भन्नुहुन्थ्यो, म त 18 वर्षसम्म परमेश्वरको आत्मासँग बसेँ। मैले उपवास प्रार्थनाहरू त मैले कति बसेँ। उपवास भनेको संसारिक कुराहरू, विलासिताको कुराहरूबाट निस्केर म आत्मासँग जोडिरहेँ। विलासिताको कुराहरू सबै कुरा छोडिदिएर परमेश्वरसँग गाँसिरहेँ। यो 15 अध्यायले भन्छ, ढाकु बोटमा तिमीहरू हाँगा हो। हाँगाले त्यति बेला फल्छ, त्यति बेला फुल्छ होइन, त्यति बेला के भन्छ झाँगिन्छ हाँगा। त्यति बेला जति बेला रुखसँग हाँगा गाँसिरहन्छ। जब हाँगा सेपरेट हुन्छ, हाँगाले केही पनि गर्न सक्दैन। हाँगाको काम गाँसिनु हो। फेलोसिप विथ द ट्री, एलाइनमेन्ट विथ द हेभन, स्वर्गसँग जोडिरहनु, आत्मासँग जोडिरहनु। मेरो प्रियहरू, हाम्रो रेस्पोन्सिबिलिटी त्यति हो। हाँगा रुखसँग गाँसिरहनु। अनि जति पनि जमिनबाटको खनिज द्रव्य, भिटामिन, शक्ति, मलजल, जति पनि पावर ल्याउने काम चाहिँ रुखको काम हो। हाँगाको काम गाँसिनु। अनि रुखले सबै कुरो पावर सप्लाई हाँगामाथि गरिसकेपछि हाँगा फल्न थाल्छ, हाँगा फुल्न थाल्छ, हाँगा झागिन थाल्छ। मण्डली, हामी कतिको परमेश्वरसँग जोडिने कुराहरूमा कतिको हामी मेहनत गरिराखेका छौँ, यसमा भर पर्ने कुरा हो।
कतिको पवित्र आत्मा परमेश्वरसँग हामी समय बिताइराखेका छौँ, कति घन्टासम्म हामी आराधना गर्दैछौँ। म घरिघरि भन्ने गर्छु, यो गीतहरू गाएर नै यहाँबाट गीतहरू गाइन्छ, वर्शिप लिडरले वर्शिप टिमले गीतहरू गाएर हामीलाई जुन सहायता गर्दैछ नि हामी कङ्ग्रेगेसनलाई, त्यो आराधनाको ठाउँमा पुग्नको लागि मात्र हो यो। उदाहरणको लागि तपाईँ इलाम बजारमा राम्रो एउटा चिज किन्न जानुहुन्छ, तर यहाँबाट गाडी चढेर जानुहुन्छ, इलाम बजारमा पुग्नुहुन्छ, तब मात्र तपाईँको मूल मुद्दा मूल काम त्यहाँ मात्रै पुरा हुन्छ। किनभने तपाईँको उद्देश्य पुरा हुन्छ, त्यहाँनिर तपाईँको के किन्नु पर्नेछ। अनि यस्तै गरी गीतहरूले चाहिँ हामीलाई चाहिँ परमेश्वरको अर्थात् परमेश्वरको त्यो नजदिकतामा पुर्याउने काम हुन्छ। लाग्छ होला आधा घन्टा, 1 घन्टा, 2 घन्टा, 3 घन्टा, 4 घन्टा, 5 घन्टा, 6 घन्टा, 10 घन्टा, 12 घन्टा, 13 घन्टा। जब तपाईँ यो द्वारा त्यहाँ पुग्नुहुन्छ तब मात्र आराधना सुरु हुन्छ। Then only worship start. आराधना तब सुरु हुने। लकडाउनमा म 24 घन्टा बसेँ। 24 घन्टामा परमेश्वरले मलाई कहिले पनि धोका दिनु भएन। परमेश्वरले शक्तिशाली स्वर्गीय कुराहरू मसँग जोडेर दिनु भयो। 12 घन्टा 6 घन्टाको काम गर्दा स्टुडेन्टहरूलाई लाग्छ। पहिला त 6 आवर कसैले भन्छ, तर 6 आवर आफ्टर 6 आवर जब भेट्छ नि, पक्रिन्छ नि, 6 आवर पुग्दैन। मेरो प्रियहरू, हामीसँग घनिष्ठताको कुरा तब जागृति, देन आफ्टर ओन्ली देन आफ्टर जागृति, रिभाइभल एउटा मानिसको जीवनमा कुरा हुन्छ। जब त्यो एन्काउन्टर भित्र आउँछ, जब होली स्पिरिटसँग हामी गीत गाउँछौँ नि, तपाईँ मेरो म तपाईँको, तपाईँ मेरो म तपाईँको, जब यो मुहुर्तमा जब हामी पुग्छौँ नि, तब मात्रै जागृतिको नदीहरू, जागृतिको आगोहरू सल्किन थाल्छ। हलभित्र होइन, व्यक्तिगत जीवनमा तपाईँ जे छुनुहुन्छ, जे बोल्नुहुन्छ, जाँच दस्ताइ सुन्नुहुन्छ, सबै मानिसहरू निको हुन थाल्छ। भर्खर एकजना बहिनी थरानको बहिनीसँग छुट्यो हुन्छ, अनि उसले कुरा गर्दै थियो, पास्टर दादा, मेरो दादा हुन्छ, दादा म कफी सपमा गएँ, धरानमा कफी सपमा गएर चाहिँ कफी सपमा काम गर्ने एकजना बहिनीलाई थ्याङ्क यू बहिनी भनेर कुममा हात लागेर यसो हात राखेको थियो। त्यो बहिनीले आँखा जुझाएर त्यो बहिनी रुन थाल्यो। बहिनी किन रुँदैछौ भन्दाखेरि त के भएको, तपाईँले मलाई छुनु दिन्थ्यो, मेरो आँखाबाट आँसु आउँदैछ। अनि उसको चर्चको दाजुहरू, ठुलो दाजुहरू, वर्शिप लिडरहरू सबै सकेर, सेवाकै सकेर, धन्यवाद तपाईँले राम्रो आराधनामा हामीलाई डोराउनु भयो भनेर त्यो दाजुले आँखामा आँखा जुझाएर धन्यवाद जय मसी गर्छ। त्यो दाजुहरू रुन थाल्छ। के भएको? किनभने उनको आँखामा उनीहरूले येशूलाई देखिरहेका छन्। हामी जीवनबाट परमेश्वरले यो अनुग्रह, यो सामर्थ्य आत्माद्वारा परमेश्वरलाई लगाउन चाहनुहुन्छ। तब जागृति हाम्रो जीवनबाट सुरु हुन्छ। व्यक्तिको जीवनमा तपाईँ उब्जनी गर्नुहुन्छ, किरा लाग्दै होला तपाईँको भूमिहरूमा, तपाईँको विभिन्न क्षेत्रहरूमा, तपाईँको भूमिहरूमा जब पक्रेर, तपाईँको भूमिहरूलाई पक्रेर तपाईँको भूमिहरूमा काम गर्न सुरु गर्नुहुन्छ, तपाईँको भूमिहरूले उन्नति सुरु गर्छ। किनभने तपाईँभित्र सर्वशक्तिमानको आत्मा तपाईँभित्र हुनुहुन्छ। प्रस्ताव 23:25ले के भनेको छ? तिमीले मेरो आराधना गर अनि तिमीहरूको अन्न पानीहरूमा म आशिष दिनेछु। हालेलुया। आराधना, त्यो कनेक्सन, कनेक्टेड, इन्टिमेसी, घनिष्ठता, त्यो भित्रमा जब हाम्रो जिन्दगी सुरु हुन्छ तब त्यहाँदेखि हाम्रो जीवनमा जागृति सुरु हुँदछ। हालेलुया। आउन समय स्थानमा 2 मिनट हामी खडा, मैले निकै